दर्शकहरु एकैछिन यो सभा पाठकको कुरा सुन्नुस् त। जुन मलाई जतिबेला जे पनि हुन सक्छ, मलाई साइबर सेनाले जे पनि गर्न सक्छ। म अहिलेसम्म जीवित छु। मलाई यदि तलमाथि केही भयो भने महेश बस्नेतलाई पक्राउ गर्नु र जेलमा हाल्नु भनेर आम जनतामा फेसबुक लाइभमा आएर भनेकी छन्। त्यसपछि तपाईहरु विश्वभरि काँडकुण्डबाट हेर्दैन। सुन्नुहोस् उहाँको कुरा जस्तै कस्तो लाग्छ कमेन्ट गर्नुहोला। म जीवित छु भनेर र मलाई जति बेला पनि जे पनि गर्न सक्छन्। यो मेरो मुद्दा, चाहे म जिउँदो छौन्जेल त म आफै लड्छु। यद्यपि यी अपराधीहरूले मलाई मारेछन् भने तपाईहरु सम्पूर्ण सभा पाठक बनेर यो मुद्दा लड्नु होला। र मलाई केही भयो भने, म माथि कुनै आक्रमण भयो भने महेश बस्नेतलाई पुनः एउटा मेरो ज्यानमा माराको मुद्दा थपिदिनु होला कृपया। किनकि मलाई धेरै टचरहरू आइरहेको छ उसको नाम लिएर। कहिले विदेशीको नम्बरबाट 20+61 हैन, कहिले चाहिँ कुनै नम्बरबाट, कुनै फेक आइडीबाट, कुनै के छ त भने महेश बस्नेत मात्रै छ। र मलाई धम्की धेरै उसैको नामबाट आएको छ। मेरा फेक अकाउन्टहरू बनाएर गरेका छन्। कसैले फेक हुन्छ नि, टाउको अर्काको ज्यान अर्काको गरेर त्यो नेकेड भिडियोहरू प्रसारण गरिरहेका छन्। कति के गरिरहेका छन्। मलाई धेरै ह्यारेसमेन्टहरू दिइरहेका छन्। मार्ने धम्कीहरू आइरहेका छन्। म माथि खबरदार मलाई मार्यो भने महेश बस्नेतलाई अर्को एउटा मुद्दा थप्नु होला। अरु कसैले मलाई मार्न सक्दैन। प्लिज म तपाईहरुलाई भन्दैछु, यदि मलाई मार्यो भने तपाईहरु सयौं सभाहरू छन्, मेरो सभाको मुद्दा अगाडि बढ्नेछ। अगाडि बढाउनु होला। मैले देख्न नपाए पनि यो अपराधीलाई कठागारमा उभ्याएको तपाईहरुले पक्कै देख्नुहुनेछ, देख्न पाउनुहुनेछ। मलाई धेरै टर्चरहरू भइसक्यो, धेरै भइसक्यो। यो साइबर क्राइमले केही पनि हेर्दैन। बलात्कार जस्तो मुद्दा कसैले हेर्दैन। डाकाचोरी जस्तो मुद्दा केही हेर्दैन। भ्रूण हत्या जस्तो मुद्दा हेर्दैन। अब बाँच्ने ठाउँ कहाँ हो नेपालीले मलाई देखाइदिनु पर्यो। म एकदमै बिटु सिरियस है, एकदमै हैन। तपाईहरुले के बुझ्नु भएको छ मलाई थाहा छैन। अनि अति धेरै गरिसक्यो। अनि म फेसबुकमा रोइला गर्दै कहिले बालनलाई धम्की दिएछ, कहिले कसैलाई धम्की दिएछ। मलाई त +61 बाट यति धेरै ठुलो धम्की आएको छ, यति धेरै टर्चर आएको छ, त्यो तपाईले कल्पना पनि गर्न सक्नु हुँदैन। त्यो मान्छे को हो म चिन्दिन, मलाई थाहा पनि छैन। नेपालमा बसेर विदेशको WhatsApp चलाउँछ। टेन्सन हुन्छ र मैले फोन उठाएको छैन। धेरै फोन आएका छन्, धेरै फोनहरू छन्। तपाईले मेसेज गरिरहनु भएको छ। म फेसबुकमा रिप्लाई दिन सक्दिनँ किनभने मसँग 26-27 हजार साथीहरू हुनुहुन्छ, आमा बुवाहरू हुनुहुन्छ, दाजुभाइहरू हुनुहुन्छ। तमाम नेपाली मन भएका एउटा छोरीको चितकार सुन्न आउनु भएको छ। म उहाँहरूको सबैको मेसेज दिन सक्ने कन्डिसनमा छैन किनभने धेरै मेसेजहरू आउँछ। म कसरी फर्काउँ किनकि फोनले मलाई त्यतिकै टर्चर दिइरहेको छ, त्यतिकै मलाई थ्रेट गरिरहेको छ, त्यति धेरै हुन्छ नि, त्यो कल्पना पनि छैन। प्लिज तपाईहरुले यो सरकारसम्म पुर्याइदिनु होला। सबैजनाले शेयर गर्नु होला। तपाईहरुसँग म एउटा न्यायको भिख मागिरहेको छु। म तपाईहरुसँग 2 वर्षदेखि मलाई सडकमा लडाएर सडकमा म एउटा नाइट ड्रेसमा सडकमा पुर्यायो। आज पनि मलाई धम्की दिँदैछन् त्यसका नाम लिएर धेरै मान्छेहरूले। अब केही समय अगाडि निर्भय बाबु पर्साईले मलाई चाहिँ मार्ने धम्कीसम्म दिएको, मलाई यो गरेको भन्ने अडियो नै प्रसारण भइरहेको थियो। मैले अडियो गर्नलाई मसँग 2टा फोन छैन किनभने 2टा फोन चाहिन्छ। मैले नभए रेकर्ड गरेर तपाईहरुलाई सुनाउँथे। अर्को मलाई कुनै मेथड पनि थाहा छैन। म त्यो केही गर्नेवाला छैन। मेरो मुद्दा सुनाइ हुन पर्यो। सधैँ अपराधीहरूलाई सर्वलम्बन दिन भएन। यो अपराधीलाई बाहिर राख्यो भने मलाई मार्छ। कृपया तपाईहरुलाई मैले भनिरहेको छु, यो अपराधीलाई तत्काल पक्राउ गरियोस्। र यसको अरु मुद्दाहरू चल्दै जानेछन्, हुँदै जानेछ। म कानुनी रूपमा मात्रै लड्छु भनेर बसेको मान्छे अति नै धेरै थ्रेट भयो। यसले मलाई कति बेला मार्छ रहेछ आफ्नै। त्यसपछि मैले उसलाई